संविधान जारी भएपछि नेपालमा एउटा युग पुरा भएको छ। 70 वर्षदेखि नेपाली जनताले जुन परिवर्तनको निम्ति ठुलो त्याग गरेर त्यसमा पछिल्लो पटक माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धले निर्णायक भूमिका खेल्यो। त्यसको एउटा सफलतापूर्वक पूर्णतामा पुर्याउन पाउँदा मलाई अत्यन्त एउटा खुसी र गर्वको अनुभूति भएको छ। यसरी राजनीतिक परिवर्तनको एउटा चरणको काम त पुरा भएको छ, तर अब त्यसमा टेकेर यो उपलब्धि रक्षा गर्दै नयाँ एउटा समृद्ध नेपाल निर्माण गर्नको निम्ति आर्थिक विकास र समृद्धिको कार्यक्रम लागू गर्ने र त्यसमा टेकेर एउटा समाजवादी राज्य व्यवस्थातिर जाने नयाँ युग चाहिँ अब सुरु हुन्छ। त्यसले यो सन्दर्भमा हामी सबैले फेरि एकचोटि नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता छ र यसको निम्ति म विगत 40 वर्षदेखि नेपाली समाजको रूपान्तरणको निम्ति राज्य व्यवस्थाको परिवर्तनको निम्ति निरन्तर लागिरहेको योद्धाको नाताले फेरि एकचोटि नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने पहल चाहिँ सुरु गरेको छु। हामी औषध मानिसहरूको चेतना निरन्तरतामा अगाडि बढ्ने, त्यसमा अव्यक्त रहने नै हुन्छ, तर इतिहासको नियम भनेको चाहिँ त्यो निरन्तरतामा मात्रै त अगाडि बढ्दैन। खास चढ्नु त्यसले एउटा क्रमभङ्गता र छलाङको पनि माग गर्छ, नयाँपनको पनि माग गर्छ। त्यसैले मध्यनजर गर्दै मैले यो संविधान सभाबाट संविधान बनेर एउटा युग पुरा भएर नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा अब मैले नयाँ युगको निम्ति एउटा नयाँ शक्ति निर्माण गर्ने अभियानको पनि पहल लिनुपर्छ भनेको छु र त्यसैको निम्ति नै असोज 9 गते म सम्बद्ध रहेको पार्टी परित्याग गरेर सबैसँग छलफल गरेर आगामी युगको कार्यभार पुरा गर्ने नयाँ शक्ति निर्माण गर्ने दिशामा चाहिँ म अगाडि बढेको छु। फेरि स्वतः नै केही जिज्ञासाहरू चाहिँ आएका छन्, तिनलाई त क्रमशः हामी स्पष्ट गर्दै पनि जाउँला। नयाँ काम सुरु गर्दा सुरुमा नै एउटा मोटामोटी चित्र बाहेक प्रष्ट चित्र एकैचोटि बन्दैन। त्यसै भएको हुनाले मैले क्रमशः बसेर छलफल गरेर सबैको राय सल्लाह लिएर एउटा निष्कर्षमा पुग्ने सोचका साथ छलफलको प्रक्रिया चाहिँ अगाडि बढाएको छु। नयाँ काम सुरु गर्दा परिणाम मात्रै नयाँ होइन, प्रक्रिया पनि नयाँ हामीले खोज्नुपर्छ। त्यसो भयो भने नयाँ परिणाम आउँछ। त्यसै भएको हुनाले यो आगामी दिनमा निर्माण हुने नयाँ शक्तिको निम्ति प्रक्रिया पनि नयाँ बनाउनको निम्ति मैले विभिन्न पक्षहरूसँग कुराकानी र संवाद चाहिँ सुरु गरेको छु। त्यसको निम्ति अब यो शक्ति कस्तो हुन्छ, यसको स्वरूप कस्तो हुन्छ, यसको वैचारिक राजनीतिक आधार के हुन्छ भन्ने जुन जिज्ञासाहरू छन् ती विषयमा मैले छलफलको क्रममा नै प्रष्ट पार्दै नै जानेछु। अहिले मलाई मोटामोटी रूपमा लागेको चाहिँ कस्तो हो भने नयाँ शक्ति भनेको चाहिँ स्पष्ट एउटा वैज्ञानिक विचारधारा, अग्रगामी विचारधारा, सोचमा नै त्यो आधारित हुनुपर्छ र त्यसैको निम्ति अहिलेसम्मको विज्ञानले स्थापित गरेको चाहिँ मान्यता भनेको चाहिँ एउटा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचार प्रणाली हो, जसलाई हामी संक्षिप्तमा मार्क्सवाद पनि भन्ने गर्छौँ। त्यसैले मार्क्सवादी पद्धतिमा टेकेर नै आगामी दिनमा एउटा नयाँ विचार र सिद्धान्तलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। तर त्यस क्रममा मार्क्सवादको प्रयोग विभिन्न देशमा हिजो जुन ढङ्गले भयो, 20औं शताब्दीमा जुन ढङ्गले प्रयोग भयो र त्यसमा आधारित जुन समाजवादी व्यवस्था हो त्यसका पनि जुन सीमा देखा परे त्यसलाई समेत पुनर्मूल्याङ्कन गरेर आजको 21औं शताब्दी सुहाउँदो मार्क्सवादको चाहिँ विकास हामीले गर्नुपर्छ र त्यसमा टेकेर नै समाजवादी व्यवस्था पनि हिजोकै धारामा होइन, आजको युग सुहाउँदो अहिलेको विज्ञान र प्रविधि र ज्ञान र विज्ञानका नयाँ आविष्कारमा आधारित र नेपालको एउटा ठोस विशेषतामा र आवश्यकतामा आधारित समाजवादको मोडेल पनि विकास गर्नुपर्छ। त्यसैको वरिपरि रहेर नै यही वैचारिक धरातलमा टेकेर नै नयाँ शक्ति निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस अतिरिक्त मार्क्सवादभन्दा बाहिरका ज्ञान विज्ञानका जुन क्षेत्रहरू छन् त्यसमा प्रशिक्षित मानिसहरूको पनि जुन एउटा ठुलो समुदाय छ, उहाँहरूका पनि सुझावहरूलाई लिएर गैर मार्क्सवादी किताबभित्रका पनि धेरैभन्दा धेरै व्यक्तिहरूलाई कसरी त्यो अभियानमा नयाँ शक्तिमा समावेश गर्न सकिन्छ त्यो ढङ्गले पनि छलफल गरेर जाने र एउटा निकास खोज्ने चाहिँ प्रयत्नमा म लाग्नेछु। त्यसैले यसको निम्ति चाहिँ विभिन्न क्षेत्रका पहिले त माओवादी आन्दोलन जुन विभिन्न घटकमा विभाजित भएको छ ती विभिन्न घटकका
पक्षका मानिसहरूसँग संवाद गरेर उहाँहरूलाई पनि नयाँ ढङ्गले अगाडि बढ्न अभिप्रेरित गर्ने र उहाँहरूलाई पनि एउटा नयाँ शक्तिमा ल्याउने प्रयत्न गर्ने र मैले भर्खर परित्याग गरेको जुन माओवादी पार्टी छ त्यसभित्र पनि थुप्रै साथीहरू हुनुहुन्छ, मसँग हिजो सहकार्य गरेका साथीहरू र अन्य साथीहरू, उहाँहरूलाई पनि सरसल्लाह गरेर त्यो नयाँ शक्तिमा समाहित गर्ने प्रयत्न गर्ने र त्योभन्दा बाहिर रहेका विभिन्न समूहमा छरिएका वामपन्थी प्रगतिशील अग्रगामी सोच राख्ने व्यक्तिहरू शक्तिहरू छन्, तिनीहरूलाई पनि ल्याउने प्रयत्न गर्ने र त्यस अतिरिक्त कुनै पनि पार्टीमा नभएका अथवा चाहिँ अन्य पार्टीमा भएका मानिसहरूसँग पनि कुराकानी गरेर त्यो शक्ति नयाँ शक्तिमा चाहिँ ल्याउने प्रयत्न गर्ने चाहिँ मेरो कोसिस हुन्छ। त्यसले यसैको निम्ति मैले छलफल प्रक्रिया चाहिँ सुरु गरेको छु र आगामी दिनमा अलि व्यवस्थित ढङ्गले छलफल गरेर एउटा निष्कर्षमा पुग्ने चाहिँ मेरो चाहिँ सोच छ। अब यसै सन्दर्भमा यसको नयाँ शक्तिका मूलभूत के मान्यता हुन्छन् भन्ने कुरा छ। मैले पार्टी परित्याग गरेकै सन्दर्भमा 5वटा सको मैले त्यहाँ चर्चा गरेको छु। तीमध्येको पहिलो स भनेको चाहिँ राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाको प्रश्न। त्यसले नेपाल, भारत र चीन जस्ता जुन दुईटा ठुला छिमेकीको बिचमा चेपुवामा परेको छ र त्यसमध्येमा पनि सुगौली सन्धिदेखि यता निरन्तर रूपमा भारतीय सत्ता पक्षको चाहिँ एउटा हैकमवादी विस्तारवादी चेपोमा परेको छ। त्यसबाट मुक्त रहेर नेपाललाई स्वाधीन बनाउने एउटा चाहिँ अत्यन्त जटिल पक्ष हामीसँग छ। त्यसैले नयाँ बन्ने शक्तिले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, विगतका जुन असमान सम्बन्धहरू छन् त्यसबाट मुक्त गरेर नेपाललाई पूर्ण रूपले स्वाधीन बनाउने त्यो लक्ष्य र सामर्थ्य त्यसले चाहिँ राख्नुपर्छ। र त्यसो गर्ने सन्दर्भमा मैले हिजोदेखि भन्दै आएको एउटा विषय चाहिँ के छ भने हामीले चाहिँ परम्परावादी ढङ्गको चाहिँ एउटा नक्कली राष्ट्रवादको तरिकाले होइन कि र साँच्चै नै प्रगतिशील र राष्ट्रवादको तरिकाले हामी अगाडि बढ्नुपर्छ। त्यो भनेको चाहिँ के हो भने हिजोको शासक वर्गले आफ्नो स्वार्थपूर्तिको निम्ति विदेशी शासकहरूसँग लम्बसार पर्ने तर जनतालाई ढाँट्नको निम्ति चाहिँ मुखले चाहिँ चर्का राष्ट्रवादको कुरा गर्ने यस्तो जुन नक्कली राष्ट्रवाद छ त्यो चाहिँ घातक छ। त्यसले चाहिँ नेपाली राष्ट्रियतालाई झन् कमजोर पारेको छ र बाह्य शक्तिहरूको चलखेललाई बढाएको छ। त्यसले त्यस्तो नक्कली राष्ट्रवादलाई हामीले परित्याग गर्नुपर्छ र त्यसको सट्टामा चाहिँ हामीले एउटा प्रगतिशील राष्ट्रवादको नीति लिनुपर्छ। त्यो भनेको चाहिँ हाम्रा देशका विभिन्न जाति, क्षेत्र, समुदायका व्यक्तिहरूका बीचमा एकता कायम गरेर राष्ट्रिय एकता बलियो पार्ने र त्यसको निम्ति नेपालमा मुख्य रूपमा चाहिँ यो खस आर्य समुदाय र जनजाति समुदाय र मधेसी समुदाय गरेर मूल रूपमा 3 समुदायबाट जुन नेपाल बनेको छ ती 3वटै समुदायलाई चाहिँ अधिकार सम्पन्न बनाएर एकताबद्ध बनाएर राष्ट्रिय एकता बलियो पार्ने र आन्तरिक राष्ट्रियता र आन्तरिक लोकतन्त्र बलियो पारेर देशको राष्ट्रिय एकता बलियो पार्ने पहिलो पाटो भने। दोस्रो कुरा नेपाल चाहिँ लामो समयदेखि खास गरी सुगौली सन्धिदेखि यता भारतसँग आर्थिक रूपमा एउटा पराश्रित र पराधीन अवस्थामा चाहिँ त्यो असमान सम्बन्धमा बाँधिएको छ र अहिले पनि हाम्रो अर्थतन्त्र हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ निर्यात भन्दा आयात चाहिँ 9 गुणा बढी छ। यस्तो प्रकारको पराश्रितता रहेसम्म भारतले हामीलाई सधैँ हेप्ने र हामी कहिले पनि स्वाधीन बन्न नसक्ने स्थिति चाहिँ आउँछ। अहिले पछिल्लो पटक देखिएको जुन नाकाबन्दी हेर्नुभयो भने पनि पेट्रोलियम पदार्थमा जसरी हामी पुरै भारतमा हामी निर्भर रहनु पर्यो त्यही हतियारहरूले प्रयोग गरेर चाहिँ हामीमाथि चाहिँ अत्यन्त अन्तर्राष्ट्रिय कानुनको समेत उल्लङ्घन गर्दै जुन हरकत उसले हामी विरुद्ध गरेको छ त्यो यही असमान आर्थिक परनिर्भरताको कारणले बनेको हो। त्यसले यसको निम्ति चाहिँ हामीले चाहिँ नेपाललाई आर्थिक रूपले चाहिँ स्वाधीन बनाउने, समृद्ध बनाउने र जुन एउटा देशमाथिको जुन पराधीनता र पराश्रितता हो त्यसको अन्त्य गरेर विभिन्न देशहरूसँग चाहिँ आर्थिक सम्बन्ध विकास गरेर नेपाललाई चाहिँ एउटा चाहिँ अन्तर्निर्भर अर्थतन्त्रको चाहिँ विकास गर्ने र हामी आफै आर्थिक रूपले समृद्ध बनेर नेपालीलाई रोजगारीको व्यवस्था गरेर विदेश जान नपर्ने ढङ्गले चाहिँ नेपाललाई चाहिँ समृद्ध बनाउने, यसरी आन्तरिक राष्ट्रियता बलियो बनाएर र आर्थिक रूपले चाहिँ आत्मनिर्भर र समृद्ध बनेर नेपालको चाहिँ एउटा राष्ट्रिय स्वाधीनता अगाडि बढाउन सकिन्छ र विदेशमाथिको जुन पराधीनता हो त्यसलाई अन्त्य गर्न सकिन्छ। यो नै एउटा प्रगतिशील राष्ट्रवाद हो भन्ने मलाई चाहिँ लाग्छ। त्यसले यो ढङ्गले जान चाहिँ नयाँ शक्तिले प्रतिबद्धता गर्नुपर्छ
र त्यसो हुन सक्यो भने साँच्चै नै यो नयाँ शक्ति चाहिँ 21औं शताब्दीमा नयाँ समृद्ध नेपाल निर्माण गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने नयाँ शक्ति बन्न सक्छ भन्ने चाहिँ मलाई लाग्छ। र दोस्रो यसको विशेषता दोस्रो स भनेको चाहिँ समावेशी समानुपातिक लोकतन्त्र हो। हामी अहिलेसम्म हामीले अभ्यास गर्दै आएको एउटा नवउदारवादी जुन लोकतन्त्र छ त्यसले चाहिँ औपचारिक बराबरीको त कुरा गर्छ, तर नेपालमा जुन विभिन्न वर्ग जाति क्षेत्र लिङ्ग समुदायमा समाज विभाजित छ ती समुदायलाई बराबरीको अधिकार दिने हो भने हामीले चाहिँ एउटा समावेशी समानुपातिक लोकतन्त्रको विधि चाहिँ हामीले अपनाउनु पर्छ र त्यसमा हामीले प्रतिबद्ध रहेर मात्रै एउटा नयाँ शक्तिले सम्पूर्ण जनतालाई लोकतन्त्रको अभ्यास गराउन सक्छ। र यो हामीले अन्तरिम यो अहिलेको नयाँ संविधानमा पनि व्यवस्था त हामीले गरेका छौँ, केही अपुगहरू छन्, त्यसलाई पूर्णता दिँदै सच्चा समावेशी समानुपातिक लोकतन्त्र र सहभागितामूलक लोकतन्त्रको विकास गर्ने नयाँ शक्तिको एउटा राजनीतिक प्रतिबद्धता हुनुपर्छ। र तेस्रो स भनेको चाहिँ आर्थिक समृद्धि र विकास नै हो। मैले अहिले जोड दिएर भनिसकेँ, आर्थिक रूपमा समृद्ध नबनेसम्म, गरिब र बेरोजगारी अन्त्य नगरेसम्म, विदेशीसँगको परनिर्भरता अन्त्य नगरेसम्म समृद्ध नेपाल नयाँ नेपाल बन्नै सक्दैन। त्यसले नयाँ शक्तिले चाहिँ मुख्य रूपमा छोटो अवधिमा चाहिँ तीव्र आर्थिक विकासको दिशामा जाने र आर्थिक विकासको प्रतिफल चाहिँ आम जनतामा एउटा समन्यायिक ढङ्गले समतामूलक ढङ्गले वितरण गर्ने त्यस्तो प्रणालीको पनि विकास गर्नुपर्छ। अर्थात् चाहिँ एउटा समावेशी विकासको चाहिँ बाटो लिने नयाँ शक्तिको चाहिँ तेस्रो चाहिँ विशेषता हुन्छ भन्ने मलाई लाग्छ। र चौथो विशेषता भनेको चाहिँ समाजमा आर्थिक विकास र समृद्धि भएर मात्रै पुग्दैन। यदि त्यहाँ सामाजिक न्याय भएन, सबै समाजका शक्तिहरूले समृद्धिको चाहिँ बराबर प्रतिफल प्राप्त गर्न सकेनन् र सबैले सामाजिक न्याय प्राप्त गर्न सकेनन् भने समाजमा दिगो शान्ति हुँदैन र त्यसले चाहिँ समाजलाई अगाडि बढाउन पनि सक्दैन। त्यसको निम्ति चाहिँ हामीलाई समाजवादी मोडेल चाहिँ हामीले चाहिन्छ। त्यसैले हाम्रो यो नयाँ शक्तिको अर्को चाहिँ वैचारिक आधार भनेको चाहिँ एउटा मार्क्सवाद, विकसित मार्क्सवादमा आधारित नयाँ एउटा समाजवादी व्यवस्था जसले एउटा सामाजिक न्याय र दिगो शान्तिको सुनिश्चित गर्छ। त्यस्तो प्रकारको प्रतिबद्धता पनि नयाँ शक्तिले गर्नुपर्छ। र पाँचौं स भनेको चाहिँ एउटा सदाचार र सुशासन युक्त प्रणालीको निर्माण गर्ने पनि हो। किनकि हाम्रो अहिलेको राजनीतिक प्रणाली र राजनीतिक दलहरू यति अपारदर्शी र भ्रष्टाचारजन्य गतिविधिमा मुछिएका छन् कि उनीहरूले चाहिँ आफ्नो निजी स्वार्थको निम्ति राज्य र समाजको चाहिँ सम्पत्तिको दोहन गर्ने, अरबौंको चाहिँ घोटाला र भ्रष्टाचारजन्य गतिविधि गर्ने र पार्टीका नेताहरू नै रातारात चाहिँ करोडपति अरबपति हुने र जनता चाहिँ कंगाल बन्ने जुन परिस्थिति छ यसको पनि अन्त्य गरिनुपर्छ। त्यसको निम्ति राजनीतिक दल र त्यसका नेताहरूको जीवनलाई पारदर्शी बनाउने र उनीहरूको चाहिँ आचरण चाहिँ बिल्कुल सदाचार र भ्रष्टाचार मुक्त बनाउने र सरकार सञ्चालन गर्नेहरूले चाहिँ भ्रष्टाचार मुक्त रहेर एउटा सुशासनको प्रत्याभूति गर्ने। यदि त्यो काम हुन सकेन र अहिलेको जस्तै भ्रष्टाचारजन्य गतिविधिमा नै भोलिका राजनीतिक नेताहरू पनि लाग्यो भने त्यसले चाहिँ नयाँ नेपाल बन्न सक्दैन। त्यसले नयाँ शक्तिको चाहिँ अर्को एउटा महत्त्वपूर्ण पक्ष भनेको चाहिँ सदाचार र सुशासनप्रतिको चाहिँ पूर्ण प्रतिबद्धता यो हुनुपर्छ। यसरी चाहिँ यी 5 समा आधारित शक्ति नै नेपालमा चाहिँ नयाँ शक्ति हुन्छ भन्ने मलाई लाग्छ। यसैको निम्ति मैले एउटा बृहत छलफल गराएर सबै पक्षहरूसँग बहस र छलफल गरेर एउटा निष्कर्षमा पुग्ने चाहिँ सोच छ र यसको निम्ति अब कति समय लाग्न सक्छ भन्ने जहाँसम्म कुरा छ यो राजनीतिक प्रक्रियालाई एउटा ज्योतिषशास्त्र चाहिँ प्रष्टै समय किटान गरेर भविष्यवाणी गर्न त सकिँदैन, हुँदैन पनि। तर मेरो मोटामोटी बुझाइ चाहिँ के हो भने अब नयाँ युगमा प्रवेश गरिसकेपछि जनताले छिटो यो परिवर्तनलाई संस्थागत गरेर आर्थिक विकास र समृद्धिको दिशामा जनता चाहन्छन्। त्यो पुरा गर्नुको निम्ति चाहिँ हामीले फेरि धेरै ढिलो समय चाहिँ गर्नु चाहिँ हुँदैन। त्यसले केही महिना भित्र चाहिँ हामीले यस विषयमा चाहिँ आवश्यक तयारी गरेर नयाँ शक्ति निर्माणतिर हामी जानुपर्छ। म यसैको निम्ति सबै पक्षसँग आग्रह गर्न चाहन्छु र खुला हृदयले हामी सबै अगाडि बढौँ र हामीले एउटा नयाँ शक्ति
21औं शताब्दी सुहाउँदो शक्ति निर्माण गरेर नयाँ नेपाल निर्माण गरौँ। नयाँ नेपालका निम्ति नयाँ शक्ति, यसलाई नै मूल नारा बनाऊ भन्ने म सबैसँग आग्रह गर्न चाहन्छु।